अनि यो पारिपट्टि देख्नु हुँदैछ सबै कम्पनी डाँडो हो, कम्पनी डाँडो, सबै कम्पनी नि कम्पनी छन् गाइस। यतातिर ठुल्ठुला कम्पनीहरू छन् अनि धेरै वर्कर्सहरूले काम गर्ने गर्छन् यहाँनिर। यहाँबाट चाहिँ तपाईँको दबाई भयो, धेरै प्रकारका मेडिसिनहरू बनेर जाने गर्छन् र यो तपाईँको ठिकै पारिपट्टि सहरको लाइन छ। देख्दैछौँ ग्यास यहाँबाट भरिन्छ अनि त्यहाँबाट पनि यो ग्यासको होइन पेट पनि चाइनिज कम्पनी ठुलो अहिले भने हामी बागे खोलाको तर्फ आइपुगेका छौँ। अब यहाँबाट जुत्ता लागि हामीले बागे खोला भयो। यहाँ टाटा मोटर्स एकदमै काम गर्ने कम्पनीहरूमा गाडी बनिन्छ, ठुला गाडीहरू आउँछन् यहाँ। अनि यहाँ पारै देख्नु हुँदैछ सिन्दामको माथि गोलेटारको पराउँदै होइन चट 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 सिक्किमको पहिलो ठाउँ बस्ने पहिलो ठाउँ यस्तो छ एकदमै
बारीपट्टि गाउँ छ रिकेप माथि बस्ती अब हामी सिङतामको तर्फै जाँदैछौँ। टक्क यहाँ अलिकति गाडी आउँछ यो बाटो अलिकति साँघुरो बाटो छ त्यही भएर राम्रै छ। अहिले भने हामी टक्क गोलेटारतिर आइपुग्यो। र हामी सिङताम पनि आइसकेका छौँ। डिस्ट्रिक्ट हस्पिटल यता माथि तपाईँको डिस्ट्रिक्ट हस्पिटल छ। यहाँनिर सिङताम आइसकेका छौँ हामी। त्यहाँ हेर्न सक्नुहुन्छ सिङतामको फ्लाइओभर हो यो। अलिक मैला छ भन्दै थियो माथितिर, सफा गर्दै होला। सफा गर्नु पर्यो, सफा गर्नु पर्यो। भिडियोबाट भनिदिरहेको छु होइन। यहाँनिर टक्कै है रोड छ। अब हामी सरर सिङताम छिर्यौँ चट्टसँगले। एलकेएमको बस रहेछ। हामी सिङताम छिर्यौँ सररैसँगले। यो सिङतामको ब्रिज यतिकै सुन्दर छ नजारा। रातिको नजारा एकदम ओके छ। यो हामी सिङताम माथिको ब्रिजबाट टक्कै छिर्यौँ। यहाँनिर पनि अहिले त माथि चर्च रहेछ होइन, रेड लागिरहेको रहेछ अहिले चाहिँ।
बत्ती चाहिँ ठिकैको जानेको लागि इनोभा क्रिस्टा टुरिस्ट पिकअप गरेर आएको हुन्छ 13:36 हामी गयौँ ल क्याबबाट हुन्छ एकदम राम्रो छ ओके ताकि यो क्यान्टर जाने हो यहाँ हामी सिक्किमतिर ओह्रालो गऱ्यौँ त्यसबाट चाहिँ यो पेट्रोल पम्प भयो सिक्किमको अहिले चाहिँ सरहरू र सिक्किम पसिसकेको छ गाइस अब चाहिँ जस्तो तपाईँले हेर्न सक्नुहुन्छ सिक्किम सिक्किम हेरौँ गाइस सिक्किम यतिको रमाइलो छ सिक्किम आइसक्यो अहिले हामी सिक्किम बजारतिर सिङताम बजार आइपुग्यौँ सिङताम भनेको यस्तो जग्गा हो सिक्किमको जुन चाहिँ एउटा इम्पोर्टेन्ट जग्गा मानिन्छ जहाँ चाहिँ गाउँदेखिको पनि यहाँ आइपुग्ने गर्छन् अनि यहाँबाट मात्रै कता कता जाने गर्छन् होइन बेसी जस्तो गाउँ बस्तीको मान्छेहरू यो बजारमा आउने गर्छन् र बजारबाट जाने गर्छन् सिक्किमको एउटा राम्रो बजार पनि सिक्किमलाई मान्न सकिन्छ त्यसमा